भोलिदेखि सर्वसाधारणले प्रति किता ₹100मै हिमालयन पावर पार्टनरको सेयर किन्न पाउने। हिमालयन पावर पार्टनर लिमिटेडले भोलि जेठ 27 गतेदेखि तपाईँ हामी जस्तै सर्वसाधारणका लागि आफ्नो अवितरित हक र सेयर चाहिँ लिलामी प्रक्रिया मार्फत बिक्री गर्दैछ। कम्पनीले कुल 4,68,740 किता अवितरित हक र सेयर चाहिँ लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। यसमा जोसुकै व्यक्ति, कम्पनी र सङ्घ संस्थाले आवेदन दिन सक्नेछन् र सेयरको न्यूनतम मूल्य प्रति किता ₹100 तोकिएको छ। तपाईँले सो मूल्य वा सोभन्दा माथिको मूल्य कबुल गरेर आवेदन दिन सक्नुहुन्छ र आवेदन दिँदाखेरि चाहिँ 100 किताको लागि आवेदन दिनै पर्नेछ भने अधिकतममा चाहिँ सम्पूर्ण किताको लागि आवेदन दिन सक्नुहुन्छ। यो अनलाइन भने उपलब्ध हुने छैन। बोलपत्र फारम चाहिँ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्सालबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै ग्लोबल आइएमई ब्याङ्कका बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट प्राप्त गर्न सक्नुहुनेछ। र आवेदन दिने अन्तिम मिति असार 4 गते तोकिएको छ। तपाईँलाई केही कन्फ्युजन छ भने प्लिज कमेन्ट गर्नुहोला।